तिमीले मेरो फोन चेक गर्न नि मिल्छ भने कोसँग कुरा कल डिटेल पनि छ निकाल्न मिल्छ एउटाले कलमा भन्यो हो अर्को चाहिँ अब मैले मेसेन्जर कलमा भने हो त्यो ल ठीक छ अब यसो ल कहाँ भेट्ने भन ल सुन न म यतिकै फोकटमा म भेट्दिन हैन मैले त्यो केटीहरुलाई यो मेरो भगवानको कसम यार कोहीसँग छैन भने तिमीले यसो भने त हेन्सी त यस्तो यस्तो यो मान्छे लास्टै स्वार्थी छ यस्तो ल्याङल्याङे मान्छे मेरो र विप्लवको नि कुरा भएको छैन मैले फोन पनि उठाएको छैन हैन अब त्यो केटीहरु र अनि यो केटाहरु कि अब एकै ठाउँ भेला गरेर एक चाहिँ कुरा गर्छु मलाई त्यो अर्काको दुनिया थरी कुरा गर्न मलाई मन पनि लाग्दैन सुन तिमीले यति भन कि तिमीले मेरो बारेमा को केटीसँग केही कुरा गरेर छैछन् त्यो भन र को केटासँग मेरो बारेमा तिमीले नराम्रो कुराहरू भन्यो छैछन् त्यो खासै राम्रो मान्छे चाहिँ होइन भन्ने जस्तो कुराहरू चाहिँ तिमीले चाहिँ एकजना केटासँग पनि गराइरहेछ किनकि मेरो ह्याबिट भन्दा बाहिरको कुरा हो क्या यो म यस्तो कुरा गर्नै सक्दिनँ एकदमै धेरै रिस उठ्या हो सिधा कुरो होइन म उसलाई त्यो पैसालाई भेटेर म आज नै भेट्छु पैसालाई भेटेर चाहिँ यो कुरा यसो गर्छु त्यसो मैले त्यो केटा भन्ने दुईजना केटाहरूसँग म त्यो केटा पनि भेटाउँछु होइन त्यसपछि ब्लाइन्डका दुईजना केटीहरूसँग ती केटीलाई पनि भेटाउँछु सुन ल त्यो केटा मैले ल्याएँ भने तिमी अगाडि त्यो केटाहरूले चाहिँ ल हो पैसाले यस्तो भने त्यो केटालाई तिमी के गर्छौ अनि ती ल सुन ल ए यार सुन भेट्दैन हैन म कसैलाई किनकि म भेट्ने भएदेखि यत्रो ब्लाइन्डेड हुन्छ त मैले कसैलाई ल त्यो केटा मैले ल्याएँ भने तिमी अगाडि त्यो केटाहरूले चाहिँ ल हो पैसाले यस्तो भने त्यो केटालाई तिमी के गर्छौ अनि ती केटीहरूलाई के गर्छौ ल भन त ल किनकि म बिना आरोप त लफडा गर्दै हिँड्ने टाइपको मान्छे पनि होइन हेर त बिना भएर कसले भनेको त्यो मान्छेलाई मेरो अगाडि ल्याएर पैसाले मलाई यस्तो सुनाकी छ तिम्रो बारेमा भनेर मलाई मेरो अगाडि भन्न लगाऊ अनि मात्र यो कुरा गर ल गाइस म चाहिँ अब पैसा घिमिरालाई चाहिँ प्राङ्क कल गर्न जाँदैछु कि ऊ एकदमै एग्रेसिभ मान्छे हो होइन उसलाई रिस उठ्यो उसले जे पनि बोलिदिन्छ होइन अब कस्तो उसको रियाक्सन के हुन्छ होइन यसमा चाहिँ के हुन्छ भन्दा चाहिँ उसले चाहिँ मेरो बारेमा चाहिँ अरू साथीहरूसँग उसका केटी साथी केटाहरूसँग चाहिँ मेरो नेगेटिभ कुराहरू मलाई मेरो कुराहरू उनीहरूलाई सुना हुन्छ होइन ताकि साथीहरूले मलाई गलत सोचिरहेको हुन्छ यो टाइपमा चाहिँ उसलाई चाहिँ मैले चाहिँ कल गर्न खोजिरहेको छु होइन उसलाई मैले चाहिँ किन यस्तो गरेको मेरो बारेमा किन यस्तो कुरा काटेको के भनेको भनेर चाहिँ यस्तो यस्तो उसलाई चाहिँ उसको माइन्ड चाट्ने कुरा गर्छु होइन उसलाई चाहिँ क्या रिस उठाउने कुरा गर्छु होइन उसले कस्तो रियाक्सन गर्छ साथीहरू पैसा घिमेको रियाक्सन होइन अब एकदम खत्रै बोल्ने केटी हो होइन अब कस्तो बोल्छ साथीहरू म कल लाउँछु ल पक्नै गाइज पक्नै अब हेर्नु है त गाइज अब के कस्तो रियाक्सन हुन्छ पैसाको होइन पैसा घिमिरे होइन ल पैसा घिमिरे मैले अब फोन लाउँछु ल गाइज फोन लाउँछु होइन फोन लगाइसकेको छु पैसा घिमिरे लाग्यो सुतिरहेको कि हुँदैन त हेलो पैसा होइन हजुर हो यहाँ त पो यहाँ मेरो नि फोन चेन्ज भएर नम्बरै यहाँ सेभ ह्यान्सी भन्दा त आथ्यो को ह्यान्सी भनेर तिमी हो कि होइन भन्दा मैले कल ब्याक नगरेको ए अनि के छ खबर के छ एकदम ठिक छ अनि के छ यार अनि के हो यार बजारमा यार तिमीले के गरेको यार के हो यार यस्तो यार मेरो त बेइज्जत गरिरहेको छौ यार तिमीले यार के हो यार यस्तो तरिका यार पैसा यार के हो यार मलाई त यो के हो यार साथीहरूले के अरे त्यो अब केटी साथीहरूले यताउता के हो यार अब तिमीले के भनेर भने मलाई त यस्तो दुनियाँ थरी मरे बेइज्जत बनाइरहेको छन् यार मलाई पो गलत सोच्छन् त अनि के भन्दाखेरि पैसाले यस्तो भन्दै थियो भनेर चाहिँ मार्केटमा त्यस्तो कुराहरू के भन् तिमीले कोसँग केटीहरूसँग के कुरा गरेको थियो मेरो बारेमा यार मलाई त के हो यार कस्तो यार बिहानै म्यासेज गर्छन् यार के हो यार तिमीले केही भनेको थियो अरू कोहीसँग कोहीसँग कन्ट्याक्टै छैन म कसैसँग बोलेकै छैन कसरी तिम्रो कुरा काट्छु के त हावा गएको कसले भन त जे पाए त्यही बोलेको हो मेरो अगाडि भन न त्यो मान्छेहरूलाई होइन ब्लाइन्डेडकै अब सुन अब मैले तिमीलाई अब एकदम एउटा गुड फ्रेन्ड साथी सम्झिन्छु तिमीले त्यस्तो कुराहरू बोल्छौ भने त मैले पनि सोचेको त थिएन अब यहाँ ब्लाइन्डेडकै केही केटीहरूले पनि मलाई भने होइन ब्लाइन्डेडको कुन चाहिँ केटीसँग कनेक्टमा छु केमा कनेक्ट छु भन त पहिला एउटा न फेसबुक न टिकटक न नम्बर मसँग केही पनि कसैको केही छैन म कनेक्ट भनेको तिमीसँग हो होइन तिमी चाहिँ राम्रो साथी भएको भएर म तिमीसँग कनेक्ट भएको म अरू कोहीसँगै छैन कनेक्ट यो मेरो भगवानको कसम यार कोहीसँग छैन भने तिमीले मेरो फोन चेक गर्न नि मिल्छ भने
कोसँग कुरा गरेको रहेछु भन्दा ब्लाइन्डेडको कोहीसँगै कुरा हुँदैन मेरो। होइन तिमीले यसो भनेर त हेन्सी त यस्तो यस्तो यो मान्छे लास्टै स्वार्थी छ, यस्तो ल्याङल्याङ्गे मान्छे हो। अब त्यो मान्छे अब त्यो मान्छेले चाहिँ त्यस्तै गफहरू मात्र ठुल्ठुलो कुरा गर्छ। अब त्यो हेन्सी त्यस्तो खास राम्रो मान्छे चाहिँ होइन, सङ्गत गर्न लायकको मान्छे चाहिँ होइन। लाइक हुने यस्तो यस्तो कुराहरू चाहिँ तिमीले ब्लाइन्डेडकै केही साथीहरूलाई सेयर गरेछौ र अनि मलाई उनीहरूले भन्दै थियो यस्तो यस्तो भन्दै थियो पैसाले भनेर भने। कसैलाई भनेकै छैन, यो सबै सिधै आरोप हो। हेर कसले भनेको, त्यो मान्छेलाई मेरो अगाडि ल्याएर पैसाले मलाई यस्तो सुनाकी छ तिम्रो बारेमा भनेर मलाई मेरो अगाडि भन्न लगाऊ अनि मात्र यो कुरा गर ल। किनकि यस्तो हावादारी कुरामा चाहिँ हिँड्न हुँदैन, किनकि मेरो त्यस्तो कुरा गर्दै हिँड्ने बानी नै छैन। एक त त्यहाँ माथि म कसैसँग कनेक्टै छैन, कोहीसँग नि मेरो लिङ्कै छैन त्यो ब्लाइन्डेडको केटीहरूसँग, कसैसँगै मेरो सङ्गतै छैन क्या। सङ्गत नभएपछि मैले कसरी तिमीसँग कुरा गर्छु भन त। अनि अरू कोही केटा मान्छेसँग नि केही भनेको थियो र मलाई मेरो बारेमा? कोहीसँग नि मेरो कनेक्टै छैन केटा मान्छेसँग पनि के। बरु विप्लवसँग पहिला एकचोटि कल भएको थियो मेरो, आज भन्दा नि ब्लाइन्डेड सकिने बित्तिकै होइन, त्यही भेट्न आउने भनेर भग बनाउने टाइममा। त्योभन्दा बाहेक मेरो र विप्लवको नि कुरा भएको छैन, मैले फोन पनि उठाएको छैन होइन। एक दुईचोटि मलाई विप्लवले फोन गरेको थियो, मेरो हातमा फोन थिएन त्यो टाइममा, त्यही भएर मैले उठाएन। अनि पछि कल ब्याक गर्छु भन्दा भने मैले बिर्सेछु, अब ऊ पनि बिजी होला भन्ने सोचेर मैले उसलाई पनि कल गरेको छैन होइन। मेरो कोहीसँग नि कुरै भएको छैन क्या, कोही ब्लाइन्डेडको केटीहरू मात्र होइन, बाहिरको मान्छेसँग नि मैले भनेको छैन क्या त्यस्तो। अब सुन न, अब मैले अब यो केटाहरूसँग पनि अनि केटीहरूसँग पनि अब मलाई चाहिँ अब एक दुईजना केटीहरूले पनि भने कि अब चाहिँ लाइक थाहै छ तिम्रो र हाम्रो पहिलेदेखि चिन्जान छ भन्ने, पैसा त अब हेन्सीहरू पहिला सँगै टिकटक बनाउने, अब यिनीहरू जस एउटा साथी नै हुन् भन्ने कुरा प्रायःलाई थाहा नै छ होइन। अनि अब थाहा नै छ त्यसपछि अनि चाहिँ अब हेन्सीको बारेमा चाहिँ पैसाले यस्तो भन्यो उस्तो भन्यो भनेर एक दुईजना केटाहरूले पनि मलाई भने। अनि अब केटाहरू त यस्तै हो भन्ने सोचेँ मैले, त्यस्तो केही सोचिनँ होइन। अनि त्यसपछि केटीहरूले पनि अब यताउता अलिअलि केही कुराहरू चाहिँ मलाई हल्का उनीहरूले अब पैसाले यस्तो यस्तो भन्दै थियो, के हो पैसालाई तैँले पनि सपोर्ट गरे हो, पैसालाई अब तैँले नि अब हेल्प गरिरहेको थिइस् लाग्थ्यो हामीलाई टिकटकतिर हलेतिर, ब्लाइन्डेडमा नि पैसालाई तैँले सपोर्टै गर्थिस्, तर किन त्यस्तो भन्यो भने यस्तो कुराहरू चाहिँ गरे हेर होइन। एकजना केटीहरूले नि गरे, केटाहरूले नि गरे। अब कसरी गरे म छक्क परेँ। अब होइन त्यस्तो केही भएन, उसँग मेरो भेटघाटै भएन, अस्ति नै पोडकास्टमा कुरा हो, त्यसपछि केही पनि कुराहरू भएन भन्ने कुरा थियो होइन। कहाँ आउनु भनिरहेको छ हामीले अब तँलाई साथी भएर भने हो भने यस्तो कुराहरू गरेँ। अनि मलाई चाहिँ एकदमै नराम्रो लाग्यो पैसा हेर। अब त्यो तिमीलाई नि मैले केही गर्दा छैन, अब तिमीलाई मैले नराम्रो केही बोल्दैन छैन, अब त्यस्तो केही भएको छैन। उसले अब अस्ति भर्खर पोडकास्टमा राम्रै कुरा भएको हो, किन यस्तो भन्यो त भन्ने यस्तो कुराहरू गर्दाखेरि होइन भने हो भने यस्तो कुराहरू गरेँ। अब मैले कि अब त्यो केटीहरू र अनि यो केटाहरू कि अब एकै ठाउँ भेला गरेर एक चाहिँ कुरा जुझाउनु कुरा गर्नु पर्नु पऱ्यो भने म तिनीहरूलाई फोन गरेर बोलाउँछु हेर होइन पैसा। फोन गरेर बोलाउन हेर, फोनमा डिस्कस गर्नु भन्दा पनि त्यो मान्छेले कसले तिमीलाई भनेको हो, त्यो मान्छेलाई पनि त मैले चिन्छु होला नि त होइन। मैले कुरा गरेको छ भने त, किनकि म 100मा 100%मा होइन, म 1000% दिन सक्छु कि मैले कोहीसँग केही कुरा गरेकै छैन। हेर म अहिलेसम्म उठेको छैन, म बेडमै छु होइन, मेरो उठ्ने टाइमै यतिखेर हुन्छ। म आफ्नो काम गरौँ कि म अर्काको कुरा गर्दै हिँड्नु भन न, मेरो सुत्ने टाइम पनि त्यस्तै हुन्छ, उठ्ने टाइम पनि त्यस्तै हुन्छ। म आफ्नै पाराको मान्छे हो, मलाई त्यो अर्काको दुनियाँभरि कुरा गर्न मलाई मन पनि लाग्दैन। एक त होइन सुन मेरो कुरा सुन न, पहिला तिमीले यति भन कि तिमीले मेरो बारेमा को केटीसँग केही कुरा गरेर छैछन् त्यो भन, र को केटासँग मेरो बारेमा तिमीले नराम्रो कुराहरू भन्यो छैछन् त्यो कुरा मलाई तिमीले कन्फर्म पहिला तिमी त्यो कुरा सेयर गर त मलाई। होइन म कन्फर्म छु, मैले न कोही केटीसँग केही कुरा गरेको छ न कोही केटासँग केही कुरा गरेको छ तिम्रो बारेमा। हेर 100मा 100% छु होइन, मैले कसैको बारेमा केही कुरा गरे होइन तिम्रो बारेमा क्या, तिम्रो होइन ब्लाइन्डेड भित्रको जोसुकै मान्छेको नि मैले कसैको कुरा गरेको छैन ल। मैले लेखेर अनि तिमीले यसो नि भनेर त किनभने अहिले पोडकास्ट चलाउँछ टिकटकबाट आएको हो, त्यो चाहिँ कुन चाहिँ ठुलो मान्छे हो र चाहिँ अब टिकटकमा अलिअलि पहिला भाइरल थियो, ब्लाइन्डेडमा गयो त्यसपछि अनि मयु भन्छ ठुल्ठुलो कुराहरू गर्छ। अब अहिले एउटा त्यही पोडकास्ट चलाइरहेको छ, त्यो अब पोडकास्टमा मलाई पनि उसले पोडकास्ट गरायो होइन, तर त्यो सेल्फिस मान्छे हो, लाइक अब त्यस्तो खासै राम्रो मान्छे चाहिँ होइन भन्ने यस्तो कुराहरू चाहिँ तिमीले चाहिँ एकजना केटासँग पनि गराइरहेछ। त्यो केटाले मलाई भन्यो, मैले भने कि
छैन, मैले गरेकै छैन, गरेकै छैन ल हेर है। गरेको भएको कुरामा म तिमीलाई मुखमै ब्याङ्गमा भन्ने हो, सक्यो। मलाई त पछाडि कुरा गर्न जरुरत पनि छैन र मैले भनेकै छैन ल। यो मेरो मलाई आरोप लागेको हो होइन। तिमीले जसरी सुन्यौ नि, तिमीलाई जति नराम्रो लाग्यो, तिमीले मलाई भन्दा मलाई त्यति नराम्रो लागिरहेको छ क्या यो कुरा। मैले भनेरै भन्दाखेरि, किनकि मेरो ह्याबिट भन्दा बाहिरको कुरा हो क्या यो। म यस्तो कुरा गर्नै सक्दिनँ कहिले पनि। म जे जति बोल्छु मुखमै बोल्दिनँ हो, म पछाडि कोहीसँग पनि कुरा गर्दिनँ हेर। यो चाहिँ मैले भनेकै छैन, तिमीले पनि मलाई भन्दा ल यहाँ सुन, ल सुन। अब मलाई त्यो भन्दा चाहिँ हेर पैसा सिधा कुरो होइन। तिमीले त्यो भन्दा चाहिँ मलाई चाहिँ मैले सोचेको कि किन त्यसो भने त उसले मलाई उसको मैले के खाएछु कि बिहालाई छोरा भने चाहिँ मलाई एकदमै धेरै रिस उठ्या हो, सिधा कुरो होइन। म उसलाई त्यो पैसालाई भेटेर म आज नै भेट्छु, पैसालाई भेटेर चाहिँ यो कुरा चाहिँ म जसरी हुन्छ फाइनल गर्छु भनेर म सोचिरहेको हो। अब यसो गर्छु, त्यसो मैले त्यो केटा भन्ने दुईजना केटाहरू छन्, म त्यो केटा पनि भेटाउँछु होइन। त्यसपछि ब्लाइन्डका दुईजना केटीहरू छन्, ती केटीलाई पनि भेटाउँछु। ल भन कहाँ भेट्ने, कुन ठाउँ भेट्ने होइन। भेटेर चाहिँ कुरा चाहिँ तिम्रै उनीहरूको मुखबाट भनेको होइन। अब उनीहरूले गल्ती बोलेको छ तिमीले उनीहरूलाई जे गर होइन भने उनीहरूले पनि तिम्रो बारे ल कहाँ भेट्ने भन ल। म यतिकै फोकटमा म भेट्दिनँ होइन। मैले त्यो केटीहरूलाई मसँग नम्बर छ कि छैन त्यो केटीहरूको पहिला मसँगबाट चेक गर होइन। म सबैलाई, तिमीको मेरो साथी हो, मन मिल्छ होइन। तिमी धेरै पुरानो साथी भएको भएर म भेटिरहन्छु, कहिलेकाहीँ सेयर गफ हाम्रो मिल्छ। तर सबैजनासँग मेरो सोच विचार नमिल्न सक्छ होइन। मैले अरू केटाहरूलाई मैले भेट्नुपर्छ भन्ने जरुरत छैन। तिमी पहिला मलाई चेक गर। तिमीले मैले भनेको भन्ने आरोप लागेको छ नि त तिमीलाई त। मसँगबाट सबै चेक गर, म केमा कुरा गरेको छु, नम्बर छ कि छैन, केही न केही त वही भेटिन्छ नि त कुरा काटेको मान्छेको त होइन। ल सुन ल सुन ए सुन मेरो नम्बर छ कि छैन, मलाई कल गरेको इन कल आउट कल सबै ल सुन कल डिटेल पनि छ, निकाल्न मिल्छ। एउटाले कलमा भन्यो हो, अर्को चाहिँ अब मैले मेसेन्जर कलमा भन्यो हो, त्यो ल ठिक छ। अब यसो ल भन कतिखेर भेट्ने, कुन टाइममा भेट्ने र ती केटाहरूलाई ल्याउँछु, तिमी पनि आऊ। तिमीलाई चाहिँ भेट्दैन होइन म कसैलाई, किनकि म भेट्ने भएदेखि यत्रो ब्लाइन्डेड हुन्जेल त मैले कसैलाई भेटिनँ होइन। ब्लाइन्डेड सकिसकेपछि पनि मेरो अब जरुरतै छैन, बिना काम किन भेट्ने कसैलाई होइन। मेरो कामै छैन, मलाई त्यो भेट्न जरुरतै छैन हेर। ल सुन ल त्यो केटा मैले ल्याएँ भने तिमीले अगाडि त्यो केटाहरूले चाहिँ ल हो पैसाले यस्तो भन्यो भने त्यो केटालाई तिमी के गर्छौ अनि ती केटीहरूलाई के गर्छौ ल भन त ल। होइन मलाई फोनमा जोइनमा कल लगाऊ न, तिमीले यस्तो भनेको थियो भनेर मेसेन्जरतिर। तिमी र म त मेसेन्जरमा छौँ होइन। हो त्यो मान्छेलाई कनेक्ट लगाऊ, मेसेन्जरमा एकचोटि कुरा गरौँ होइन। किनकि म बिना आरोप लफडा गर्दै हिँड्ने टाइपको मान्छे पनि होइन हेर। त बिना बित्थाको सानो तिनो झिना मसिना कुरा गर्ने टाइम पनि हुँदैन। दिमाग चलिरहेको हुन्छ, दसवटा त छाङ्ने कुरा गर्न मसँग मेरो दिमाग पनि चल्दैन हेर होइन। ल तिमीसँग मलाई भेट्न कुनै आपत्ति छैन, तर म अरूसँग भनेको फोकटमा किन भेट्ने क्या हो, म भेट्न सक्दिनँ क्या। यहाँ सुन न, अब त्यो भन्ने केटीहरूलाई म कलमा जुदाउँछु, तिमीलाई पनि जुदाउँछु र त्यो भन्ने दुईजना केटा छन् ती बोकाहरूलाई पनि मैले जुदाउँछु। यसरी जुदाएर चाहिँ यो चाहिँ नचाहिने कुरा गर्न मिल्दैन होइन। अब तिमी कस्तो भन्ने कुरो अब मैले पनि तिमीलाई चिनाएको छु, तिमीले मलाई चिनाएको छौ र ह्यान्सी कस्तो भन्ने कुरो सारा अडियन्सलाई, हामीलाई माया गर्ने साथीहरूलाई पनि थाहा छ होला। कतिपय कुराहरू हाम्रो पनि केही कुराहरू नमिल्ला, हामीलाई कसैले गाली नि गर्ला, स्वीकार्नुपर्छ र ठिक छ। त्यो केटाकेटी म सबैलाई भेटाउँछु होइन। ल ठिकै छ, ल म कलमा जोडाउँछु। म अहिले तिमीलाई एकछिन केही टाइमपछि म ग्रुप कलमै ल्याउँछु होइन। अनि त्यसपछि कुरा गरौँ नि त के रहेछ तरिका। त्यही त यस्तो हेर हेर्नु, यस्तो नचाहिने कुरा सुनेर तिमी अगाडि बढ्ने मान्छे हो होइन। अगाडि बढ्दै गरेको मान्छे त्यो सानो तिनो है, यसले यसो भनौँ उसले उसो भनौँ भन्दै जुत्दै बाज्दै बस्नु भन्दा पनि होइन, तिमी आफैले मूल्याङ्कन गर्ने हो कस्तो छ भनेर के। तिम्रो अगाडि कसले कस्तो व्यवहार गरेछ, पछाडि कस्तो व्यवहार गरेछ भन्दै अर्काको कुरा नसुन क्या। ल ल ठिकै छ। अब तिनीहरूले पनि ओके हो भने तिमीले अगाडि भन्यो भने त उनीहरूलाई के गर्ने तिमी गर। तर त्यो भन्यो भने चाहिँ हेर पैसा होइन, मलाई चाहिँ खासै राम्रो लाग्दैन। ल ठिकै छ। अनि अहिले तिमी कता गाउँतिर छौ कि काठमाडौँतिर घरतिर कता हौ? म यही बानेश्वरै छु है। सुन न, भन। अब साँच्चीकै सिरियसली कुरा गर्नु पर्दाखेरि चाहिँ मैले एउटा प्राइम भिडियो बनाएर हो पैसा होइन। मैले तिमीलाई
अब यार सुन न प्र्याङ्क गरेर तिमीलाई म प्र्याङ्क गर्दैछु भनेर कसैले प्र्याङ्क कल गर्छ त तिमीलाई त अब अनएक्सपेक्टेड हुन्छ नि त। अनि मैले यसो सोचेँ आज पैसाले एउटा प्र्याङ्क भिडियो बनाउनु पर्यो, कल प्र्याङ्क गर्छु भनेर मैले दिमाग सोचेँ भने म आफैले अगाडि मोबाइल राखेको छु, मोबाइलबाट यहाँ खिचिराखेको छु, कोही छैन, म आफ्नो रुममा छु, प्र्याङ्क भिडियो बनाएको, कसैले केही भनेको छैन, सबैजना एकदम राम्रो छन्, कुनै केटीले केही भनेको छैन, केटाले भनेको छैन, तिम्रो जस्ट रियाक्सन चेक गरेको एउटा भिडियो मैले बनाएको हो। डोन्ट माइन्ड छैन त्यो छैन, त्यही त तिमीले छैन मलाई थाहा नै छ। अनि अब मैले तिमीले चाहिँ अब के भन्दा कस्तो रियाक्सन गर्छ पैसा, मैले अनि अगाडि नै अब बोलिसकेको थिएँ कि ल गाइजहरू म प्र्याङ्क भिडियो बनाउँछु, म पैसालाई आज प्र्याङ्क कल गर्छु, पैसालाई मैले यसो भन्दैछु, उसको रियाक्सन के हुन्छ हेरौँ। सायद उसले मलाई गाली गर्छ अथवा उसले अब के मलाई मुख छोडिदिन्छ कि अथवा मलाई केही भन्छ, कुनैलाई केही भनिदिन्छ कि भन्ने मैले भनेर चाहिँ मैले प्रि प्लानमै प्र्याङ्क कल गरेँ हो। मैले तिम्रो कल रेकर्ड गरिरहेको छु, यो भिडियो बिस्तारै युट्युबमा आउँछ। तिमीले केही भने तिमीले कुनै केटीलाई केही भनेनौ, केटालाई केही भनेनौ, केटा केही भनेनौ, एकदम मलाई डर चाहिँ लागेको थियो कि तिमीले ला को केटा छ त्यसलाई माया कसम म भुत्लाइदिन्छु भन्छ जस्तो लाग्थ्यो। फेरि फलाना नामै लिएर बोल्यो भने झन् त नभन्छ, सकभर नाम चाहिँ नलेछ नि त, तर तिमीले नाम पनि लिएन, कसैलाई पनि दोष दिएनौ नि त। अनि त्यही भएर चाहिँ आनन्द हो। ठिक छ, केही छैन, प्र्याङ्क कल हो, अब डोन्ट माइन्ड। अब के भनौँ यार, झ्याउला ल ओके। अनि कता अब भेटघाट यसो मिलाएर गर्नुपर्छ, कतातिर छौ त, कता के गर्दैछौ आजभोलि? हाम्रो यसपालि टिका थिएन नि त, अनि रातै भएर चाहिँ आजपालि केही भएन, हाम्रो दसैँ भनेको चाहिँ राम्रै के भयो, खाइपी गऱ्यो, बस्यो, टिका लगाइएन, लाउन चाहिँ यति हो। ल ठिक छ, अब कुराकानी पनि भयो, खुसी लाग्यो। अब मेसेन्जरमा त पोसिबल थिएन, त्यही भएर तिम्रो नम्बरमा यसो मिलाएर यहाँ गरेको। अब ठिक छ, अब मिलाएर फ्री हुँदाखेरि मिलाएर भेटौँला। अब फेरि ल अब यस्तै हो, अब यो प्र्याङ्क कल हो, बुझिहाल्यो। ल अब आफ्नो केयर गर, ख्याल गर आफ्नो। छैन, केही छैन, त्यस्तो केही रहेछ भने म एडिट गर्दिनँ नि, त्यस्तो के। अब तिम्रो अस्तिको भिडियोले धेरै राम्रो प्लस पोइन्ट गरेर एकदमै धेरै तिमीलाई धेरै नम्बर, तिम्रो नम्बर चाहिँ धेरैजना मलाई मान्छेहरूले मागिरहेको थिए होइन पैसा। मलाई एक दुईजना त कहाँ मान्छे थाहा छैन यार, मलाई पैसा घिमिरेको नम्बर चाहियो भनेर मागे थिएँ मैले। अब चाहिँ मैले नम्बर दिइनँ, मैले अब तपाईँहरू के को लागि हो, कस्तो हो, के को लागि कल गर्न खोज्नु भएको, उसको फेसबुकमा एड गर्नुहोस् भनेर भने। मैले फेसबुक आइडी चाहिँ अब पैसा घिमिरहन्छ, एड गर्नुहोस्, कुरा गर्नुहोस् भनेको भन्ने जस्तो कुरा गरेँ। तर मैले कसैले नम्बर दिइनँ। अब तिम्रो अनुमति दिने कुरा नि भने, तिमीले कसैको पनि दिने कुरा भन नि त, अनुमति नभइकन। तिमीलाई त्यो भिडियोले धेरैजना मान्छेहरूले चाहिँ मलाई चाहिँ एकदम त्यो पैसा भन्ने केटी को हो, त्यो पैसा भन्ने केटीलाई लाउन चाहिँ अब हामी नै एउटा चाहिँ केही गर्नु पर्यो भन्ने यस्तो कुराहरू गरेर कल मेसेज गर्थेँ। मैले चाहिँ अब खासै उनीहरूलाई मतलब गरिनँ कि अब तिम्रो अनुमति दिनु गर्न मिलेन। जस राम्रो छ, भिडियो राम्रो छ हेर, तिम्रो टिकटकमा कति भिडियो मिलियन गएर अझै पनि मैले माथि पिन एक दुईटा गराएको छु, तल हेर त टिकटकमा सब भिडियो मिलियन यार, टिकटकभरि पेजभरि खाइरहेछ मार्केट तिमीले जो दामी गइरह नि त। युट्युबमा राम्रै गर्छ, युट्युबमा तिम्रो चाहिँ 2,80,000 चान्स गर्छ, त्यो त 3 लाख क्रस हुन्छ। मैले तिमीलाई भनेको थिएँ यो भिडियो 3 लाख जान्छ है पैसा होइन, तिमीलाई 3-4 लाख जान्छ, किनकि त्यो भिडियो जाने टाइपकै छ नि त, राम्रो छ नि त, किनकि तिमीले आफ्नो इमोसनल कुराहरू एकदमै राम्रो सुनाछौ। अब अडियन्सले पनि तिमीलाई धेरै मन पराएको छ क्या तिम्रो कुराहरूलाई। तिम्रो चाहिँ पैसाको बारेमा पनि कतिले जान्न चाहँदैन, कस्तो के भनेर तिमीले आफ्नो कुराहरू रियालिटी बताएको छौ नि त, त्यसले गर्दा राम्रो भयो नि त। ल ठिक छ, अब म नि बाहिर निस्किन लाग्यो, अब मिलाएर भेट्नुपर्छ एउटा, फेरि एउटा दामी खालको एउटा इन्टरभ्यू पोडकास्ट फेरि गर्नुपर्छ मिलाएर है। अब यसो टाइम मिलाउनुपर्छ है त। ल टेक केयर। ल साथीहरू, पैसालाई कल भयो, मलाई यति डर लागेको थियो कि यो पैसाले के भन्ने होला, त्यो केटीको हो, त्यो केटीको चाहिँ यस्तो उस्तो भनेर केटीले गएर के भन्ने हो कि केटाको हो, त्यो केटाले किन यस्तो भनेर केटाले नराम्रो बोलिदिने कि छाडा बोलिदिने कि एकदम डर लागेको थियो। तर भनेन उसले होइन, म एकदम खुसी भएको गाइज। मैले यो भिडियो एडिट गर्नु पर्दैन, झ्याउ लाग्थ्यो क्या मलाई कट गरेर, किनकि वान सर्टमा भयो नि त। अब प्र्याङ्क सक्सेस गाइज। ल गाइज, यो भिडियो
सबैले कस्तो लाग्यो हेर्नुहोस्, शेयर गर्नुहोस्, लाइक कमेन्ट गर्नुहोस् होइन। सबैले माया गर्ने ल। अनि मेरो अर्को युट्युब च्यानल पनि छ ह्यान्सी रिदम पोडकास्ट भन्ने, त्यहाँ चाहिँ मैले मेरो पोडकास्ट, मेरो प्रोग्रामहरू, गेस्टहरूलाई बोलाएको मेरो कार्यक्रम सो हो त्यो, त्यहाँ हाल्ने गर्छु ह्यान्सी रिदम पोडकास्ट। त्यहाँ चाहिँ इन्टरभ्यूहरू आउँछ, पोडकास्टहरू। यसमा चाहिँ मेरो ब्लग मात्र आउँछ, जस्तै यस्तो प्र्याङ्कहरू गरेको, यस्तो आफ्नो दैनिक जीवनमा गरिने कामहरूको र सुर्तीको मेरो पनि छिटै भ्लगहरू आउँछ। हाम्रो बनाउने प्लान भइसकेको छ, अब छिटै आउँछ गाइज। ल सबैले माया गर्नु, सपोर्ट गर्नु। थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू।